नमस्ते टसी तेलेक मेरो नाम टसी पल्साङ र यो आजको यस भिडियोमा चाहिँ म तपाईहरुलाई टिबेटनको केही शब्दहरू सिकाउने छु भन्ने छु र आजको विषय छ दिनहरुको बारेमा जस्तै भन्नुपर्दा दिन र रात रातलाई टिबेटनमा के भन्छ भन्दा चाहिँ दिनलाई भन्छ ङिन न्यागेको ङिन भनिन्छ भने रातलाई छेन भनिन्छ माओ छाना छेन र दिनमा जस्तै एक दिनमा हाम्रो जस्तै बिहान दिउँसो बेलुका राति हो यी चारवटालाई टिबेटनमा के भन्छ भन्दा बिहानलाई भन्छ शोक्पा र दिउँसोलाई ङिनगुङ भनिन्छ र बेलुकालाई गोङमो भनिन्छ भने रातिलाई छेन्मो भनिन्छ छेन्मो र त्यसैगरी हिजो आज भोलि यी तीनवटालाई के भनिन्छ भने हिजोलाई भन्छ खासाङ है खासाङ आजलाई तेरिङ भनिन्छ र भोलिलाई साङिन भनिन्छ र त्यसैगरी हप्ताको 7 वटा दिन है 7 वटा बारहरुलाई के भनिन्छ भन्दा जस्तै आइतबारलाई साङिमा भने सोमबारलाई सातावा भनिन्छ र मंगलबारलाई मिगमार भनिन्छ मिगमार बुधबारलाई लाक्पा भनिन्छ लाक्पा बिहीबारलाई फुर्बु भनिन्छ फुर्बु शुक्रबारलाई पासाङ भनिन्छ पासाङ भने शनिबारलाई पेन्पा भनिन्छ पेन्पा हजुर यो थियो दिनहरुको बारेमा अनि केही जान्नु भयो अरु केही जान्नु मन छ भने मलाई कमेन्टमा लेख्नु होला धन्यवाद।